हेलो साथीहरु, वेलकम छ मेरो न्यू भिडियोमा। जाडो मौसममा मूलाको मूल्य सस्तो नै हुन्छ, तर घाम नलागेको कारणले गर्दा अचार बनाउन पाइदैन। के तपाईहरु पनि यस्तै सोच्दै हुनुहुन्छ भने पिर नलिनुहोस्। मैले हजुरलाई घाम बिना पनि अचार बनाउन सकिने सजिलो उपाय सिकाउँदै छु। सबैभन्दा पहिला त मूलालाई धोइवरी काट्नुहोस्। हजुरलाई गाजर राख्न मन छ भने गाजर पनि राख्दा हुन्छ है। मूला गाजर काटिसकेपछि 3 चम्चा जति नुन हाल्नुहोस्। नुन हालेर समय छ भने एक रातको लागि हैन भने 4-5 घण्टाको लागि राख्दिनुहोस्। नुन हालिसकेपछि चाहिँ गाजर र मूलामा भएको पानी चाहिँ सबै निस्केर बसेको हुन्छ। पछि चाहिँ त्यो मूला र गाजरलाई एउटा छान्नीमा राखी सकभर सुक्खा बनाउनुहोस्। सकभर चाहिँ चिसो भन्दा हल्का सुक्खा बनाउनु नै पर्छ है साथीहरु। सुक्खा बनाइसकेपछि स्वाद अनुसार नुन, बेसार, मसला हाल्नुहोस्। त्यसपछि छोपको लागि चाहिँ मैले चाहिँ यहाँ चाहिँ तोरीको धुलो हालेको छु। तपाईहरुले चाहिँ सिलामको धुलो पनि हाल्न सक्नुहुन्छ। त्यसपछि त के छ र साथीहरु, मचक मुचुक हुने गरी मसला जताततै लाग्ने गरी मिच्दिनुहोस्। अब यो अचार चाहिँ रेडी भइसकेको छ। तपाईहरुसँग भएको खाली बट्टामा चाहिँ अब यस्तो गरी भर्नुहोस्। भर्दाखेरि चाहिँ अलिअलि खाँदै भर्नुहोस् है साथीहरु। त्यो हापा पस्यो भने त्यति मिठो अमिलो हुँदैन। त्यही भएर अलिअलि खाँदै भर्नु होला है। मेरो चाहिँ 3टा बट्टा खाली थियो, त्यही भएर मैले चाहिँ अचार भर्न सुरु गरे। अहिले हेर्दा नै यो खाम भइसकेको छ, तर पनि यसको अझै असली स्वाद चाहिँ 3-4 दिनपछि आउँछ है साथीहरु। घाम लाग्ने समयमा त घाममा सुकाएर बनाएको नै एकदम बेस्ट हुन्छ, किनभने त्यो अलि लङ टर्मसम्म रहन्छ। तर यो पनि त्यति साह्रै छिट्टो बिग्रिन्न है साथीहरु। अब यति भइसकेपछि चाहिँ यो अचारलाई चाहिँ हजुरहरुले अलिअलि मनतातो पानीमा डुबाइदिए पनि हुन्छ, नाइ भने तातो कोठामा राखिदिए पनि हुन्छ है साथीहरु। अब यो चाहिँ एक हप्तापछि खानाका लागि रेडी हुन्छ र यो चाहिँ अलि छिटो भ्याउनु पर्छ है। घाममा जस्तो दीर्घकालीन नभए पनि यो 2-3 महिना खाना चाहिँ हुन्छ। बाइ बाइ साथीहरु।